Hello and namaste everyone. Welcome back to my vlog about no hustle, no business, only travel. This is my vacation time, so let's enjoy. हामी चाहिँ अराउन्ड 11 बजे हिँडेका थियौँ लगभग 2 बजेतिर हामी आइपुग्यौँ मुगलिङ बिस्तारै आएको होइन सो यहाँ अब खानासाना खाएर अनि मात्र हामी अगाडि पोखरातिर लाग्छौँ ट्याक्क लगाएर अब चाहिँ खाना सट्ट आइपुग्यो खाना आइपुग्यो हाम्रो मिठो थकाली खाउँ अनि लागौँ ल बेलुका आइपुग्यो हामी पोखरा अराउन्ड 6:30 बजीतिर लेक साइडमा आउनै पऱ्यो नि पोखरा आइसकेपछि त लेक साइड त अभियसली घुम्नै पऱ्यो अलिकति रमाइलो गर्नै पऱ्यो के भइरहेछ हेर्नै पऱ्यो हो कि होइन पोखराको मजा यही त हो नि लेक साइडमा टक्क घुम्यो खायो इन्जोय गर्यो खेल्यो यही इन्जोयमेन्ट हो पोखराको लङ्गुर बुर्जा नि खेलाइरहेको छ भाइहरूले लङ्गुर बुर्जा खेलौँ हारियो यस्तो राम्रो बनाएको रहेछ क्या कोको कोलाले छाता हालेर एकदम राम्रो बनाएको रहेछ आई रियली लाइक इट अनि हाम्रो भोलि एबिसी जाने प्लान छ सो अलिअलि सपिङ पनि गऱ्यौँ सो अब हामीले चाहिँ बाइक चाहिँ होटेलमै छोडिदिउँ किनभने फेरि बाटो के हुन्छ कस्तो हुन्छ थाहा हुँदैन होइन बाइक बिग्रिएला तनाव हुन्छ फेरि पहिरो गयो भने अर्को तनाव हुन्छ त्यही भएर हामीले जिप लिएर हामी लाग्यौँ सोमरोङतर्फ त्यहाँबाट चाहिँ हाम्रो ट्रेक सुरु हुन्छ एबिसीको लागि गीत सुन्दै मजाले आफ्नै तालमा आफ्नै धुनमा बाटो चाहिँ अब यस्तै हो हाम्रो नेपालको घुम्न गएपछि यतिको बाटो चाहिँ मजा आउँछ है खोला नाला झरना आहा कति रमाइलो म जानुपर्छ क्या यस्तो मजा गाडी पुग्ने ठाउँमा त जो नि जान्छ नि हिँडेर पनि जान मजा आउँछ क्या अब यहाँबाट हाम्रो चाहिँ अब 3 किलोमिटर अगाडि नै हाम्रो सुरु भयो हिँड्न किन भन्दा अगाडि पहिरो आएछ गाडी जाँदैन सो हामी हिँडेरै पुग्नु पऱ्यो जिप पार्क जुन हुन्छ नि सो यो हाम्रो सोमरोङको त्यहाँसम्म पुल पारी चाहिँ झिनु डाँडा पुलबारी चाहिँ सोमरोङ अब यो पुल चाहिँ एकदम लामो पुल अब यो कट्ने त्यसपछि त भर्याङ चढ्ने मजाले आज हामीले के अरे हाम्रो अप्पर सिनुवा जाने विचार गरेका छौँ सब केटाहरू थाकिसक्यो चढ्दा कस्तो गाह्रो गाइज हामी यहाँ रेस्ट गर्दैछौँ पानी धेरै पर्न थाल्यो ओ माई गॉड ब्याट्री पनि मेरो लो हुन लागिसकेको थियो केही छैन छोमरोङ यो ठाउँको उकालो र ओह्रालो त्यस्तै छ क्या सबभन्दा गाह्रो ठाउँ यही हो वे टु एबिसी अब यो ओह्रालो झर्ने नि फेरि भर्याङ चढ्ने अब यो भर्याङ चढिसकेपछि चाहिँ लगभग अराउन्ड 2 आवर्स पछि अप्पर सिनुवा आइपुग्छौँ आजको हाम्रो नाइट स्टे चाहिँ अप्पर सिनुवा बस्ने अब आज थकित भएर सिनुवा पुगिन्छ अप्पर सिनुवा त्यहाँ पुगिसकेपछि भोलि फेरि स्टार्ट गर्छौँ आजले यति सी यु गाइस टुमोरो सो प्लिज लाइक शेयर एन्ड सब्सक्राइब फर अनदर डे अफ व्लग थ्याङ्क यू सो मच फर वाचिङ